नेपाल सुन्दर छ, पहाड, नदी, संस्कृतिको धनी देश। तर यस देशलाई पछाडि तान्ने एउटा ठूलो समस्या अझै छ, भ्रष्टाचार। भ्रष्टाचारले अवसर हराउँछ, सपनाहरू च्यातिन्छन् र नागरिकको विश्वास कमजोर बन्छ। तर प्रश्न यो हो, यसलाई रोक्ने शक्ति कसको हातमा छ? उत्तर छ युवाहरू। हामीले प्रतिदिन देख्ने साना साना गलत तरिकाहरू, कागज रोक्नु, काम ढिलो गर्नु, पहुँचवाद, यिनैले ठूलो समस्यालाई जन्म दिन्छन्। उमेरले मात्र होइन, सोचले पनि राष्ट्र बदलिन्छ। युवाहरूको सोच बदलियो भने देश पनि बदलिन्छ। आजको युवा पुस्ता सजग छ। इन्टरनेट, शिक्षा र आलोचनात्मक सोचसँग सुसज्जित युवा परिवर्तन गर्न तयार छन्। सही ज्ञान र सही कदम, यही हो परिवर्तनको शक्ति। युवाहरू कसरी आवाज उठाउन सक्छन्? पहिलो, सूचनामा पहुँच। सूचना हाम्रा अधिकार हुन्। दोस्रो, अनियमितता देखेपछि प्रश्न सोध्ने साहस। तेस्रो, सामाजिक सञ्जालमा तथ्यका आधारमा बोलेर जनचेतना फैलाउने। चौथो, कम्युनिटीमा सहभागी भएर समाधान खोज्ने। र पाँचौं, शान्तिपूर्ण तरिकाले नीति निर्मातालाई जवाफदेही बनाउन दबाब दिने। यही 5 कदम परिवर्तनका 5 आधारस्तम्भ हुन्। कल्पना गरौँ, जहाँ नागरिकले प्रश्न गर्छन्, नेताहरूले जवाफ दिन्छन् र प्रणाली पारदर्शी हुन्छ। यस्तै भविष्य सम्भव छ यदि युवाहरू आजै उठ्छन्। हामी आफ्नो देशको भविष्य हौं। हामी नै जिम्मेवार नागरिकका रूपमा अगाडि बढ्नुपर्छ। भ्रष्टाचार विरुद्धको यात्रामा एक सानो कदमले ठूलो परिवर्तन ल्याउँछ। आजै आवाज उठाउँ, आजै प्रश्न गरौँ र नेपाललाई नयाँ पुस्ताले पुनर्निर्माण गरौँ। यदि तपाईँ पनि परिवर्तनका पक्षमा हुनुहुन्छ भने यस भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी सबै मिलेर सजग नागरिक, जवाफदेही राष्ट्र बनाऊ।